लेन्स चाहिँ गरौँ न त। गुगल लेन्स सम्म भ्याइन्छ होला सर, त्यति भ्याइन्छ होला, लु त्यति चाहिँ गर गरौँ सर न त। गर हुन्छ गुगल हस् लेन्स चाहिँ। हस् हुन्छ। 44 भइहालेछ, तै पनि छिटोमा त्यति भ्यायौँ ल। अब आज यस्तो छ, के गर्ने रिभ्यू। अब यो गुगल लेन्स गर्दै गर्दा सर म्यामहरूले एउटा तयारी गरिहाल्नु होला है, आफूले लेख्नु भएको राम्रोसँग हातले लेख्नु भएको, यसो अलिकति बुझ्ने, गुगलले पनि बुझ्ने खालको राइटिङ भएको नेपाली इङ्ग्लिसको कुनै सामग्री, जुन इमेज बाहेकको सामग्री यहाँले अगाडि आफ्नो ठिक्क खोजिराख्नु त 1 मिनट 2 मिनटमा, त्यो भयो भने सजिलो हुन्छ। ल लक्ष्मण कोइरालाले नयाँ आइडिया सिकियो भन्नुभयो। बनाउन आफूले प्रयास गर्नुपर्छ है, नभए त फेरि उही हेरेको हेरै हुन्छ। यस्तो आइसिटीको कुरा चाहिँ अहिले चाहिँ पुरै आइहाले जस्तो लाग्छ, मलाई अब सब आइहाल्यो नि भने जस्तो हुन्छ। 2 दिन पछाडि हेऱ्यो भने जस्ता तस्तै हुन्छ फेरि। राइटिङ कतिको बन्छ अहिले अब? ल एउटा कुनै टुल्स सामान्य प्रकारले एउटा चट्ट सिक्ने खालको कुरा चाहिँ सिकिहालौँ भन्ने हो। कहाँबाट खिच्छ त? एकछिन एकछिन तिमी उता बसेर जाऊ त, उता उता एकछिन बसेर गर न त। अब सुरेश कार्की सरले चाहिँ आई एम रेडी एन्ड यस आई क्यान डु एकछिन भनेर पर्तिर बसेर भन्नुभयो। सानो चाहिँ। आज चाहिँ ल ल्यापटपमा भएको सर, हुनाले। मैले एकछिन सेयरको सुरु गरेँ है त सर। हस् हस् ल। हस्। एकछिन एकछिन पर्तिर तिमी एकछिन पर बस नि त। ए मामा यहाँ बाबु, यो भाइले लगेर के गराइछ? मैले गरिदिन्छ नि। बेलुकाको समय भएको छ सर, केटाकेटी अब खानासाना केमा यसो यताउता। होइन त्यो त अलिकति अप्ठ्यारै भइहाल्छ। ठिक छ, सरलाई त्यहाँ हजुर अनुकूल भएन भने हामीले उ गरिहाल्छौँ। है, ठिकै छ, हुँदैछ सर। अब यो गुगल लेन्सको प्रयोग हामीलाई विषय र प्रश्नपत्र निर्माण गर्नका लागि, टाइपहरू अँ, गर्नका लागि आवश्यक विशेष पर्छ। गरी यहाँ नीलकण्ठ सर सरले चाहिँ नीलकण्ठ सरले मैले चाहिँ गर्ने गरेको छु, मलाई आउँछ टेक्स्ट, फोटोबाट टेक्स्ट निकाल्न भन्नुभयो। ठिक छ सर, हजुर, जो जो धेरै हुनुहुन्छ राम्रो कुरा हो। नयाँ हुनुहुन्छ सेयर उहाँहरूका गरेर लागि यो पनि उपयोगी हुन्छ। आफूसँग भएको ज्ञान गुणलाई चाहिँ यहाँ अब गर्नुपर्ने हुन्छ। हजुर। अनुकूल अब हामी परेको बेला। यहीँ हजुर। क्रोमबाटै जान्छौँ। यसलाई क्रोमबाटै जान्छौँ। मैले क्रोम ओपन गर्न चाहेँ। ल, अब हामी यहाँनिर अगाडि हाम्रो कहाँबाट जाने भन्दा पहिले हामीले अगाडि एउटा फोल्डर हामीसँग हुनुपर्छ। हामीले कहाँ प्रश्नपत्र निर्माण गरिरहेछौँ, कहाँ टाइप गरिरहेछौँ भन्ने कुरा एउटा फोल्डर हामीले वर्डको फाइल, जुन प्रश्न बनाउने वर्डको फाइल तयारी अवस्थामा राख्नका लागि मैले अनुरोध गरेँ। जस्तो मैले यहाँनिर एउटा बनाएको छु, यसलाई मैले फोल्डर, एउटा वर्डको फोल्डर बनाएको छु। जस्तो QUESTION क्वेसन, मैले क्वेसन भनेर बनाएँ यहाँनिर। यो क्वेसन एउटा वर्डको फाइल मसँग तयारी छ, मलाई यहाँनिर ल्याउनु छ, सामग्री यहाँ ल्याउनु छ। अब मैले यसका लागि मसँग भएको एउटा सामग्री पहिले मैले सरले हिजो गर्नुभएकै विषयवस्तुलाई गरेर म यहाँनिर देखाउँछु। हामीले हाम्रो स्क्रिन बारमा यहाँनिर जुन गुगल सर्च बटनमा कसको यो आएको हुँदैन, कोही कोहीलाई यो अगाडि गुगल भन्ने आएको हुँदैन, यो आएको छैन भने यहाँ माथिबाट गुगल लेन्स भनेर सर्च गर्न सक्नुहुन्छ। गुगल लेन्स भनेर सर्च गर्न सक्नुहुन्छ। यदि त्यो छैन भने, अब त्यो छैन, गुगल लेन्स छैन भने यहाँ क्लिक गरेर हामी त्यही ठाउँमा पुग्छौँ भरे पछाडि गुगल लेन्समा जान सक्छौँ। अब गुगल लेन्स यहाँहरूको छ, अलरेडी छ भने यो साइडमा म फेरि देखाउँछु हजुरहरूको धेरैजनाको स्क्रिनमा आएको कुरा। यहाँनिर हेर्नु त एउटा माइकको चिन्ह छ, सर्च बाई भोइस भनेको छ, हामी भोइस सर्च गर्छौँ। त्यसको छेउमा यहाँनिर एउटा सर्च बाई इमेज भनेको छ, यो गुगल लेन्सको चिन्ह हो। यसलाई हामीले यहाँनिर क्लिक गर्छौँ, सबभन्दा पहिले यहाँ क्लिक गर्छौँ। यहाँ क्लिक गरेपछि अपलोड अ फाइल वा यसलाई ड्र्याग गरेर बोकेर पनि हामीले यहाँनिर ड्र्याग गरेर ल्याउन सक्छौँ। या अन्त कतिको छ भने त्यसलाई, त्यसको लिङ्क हामीले दिएर सर्च गर्न पनि सक्छौँ। अब अपलोड अ फाइल गरेँ मैले, मसँग एउटा यहाँनिर हातले लेखिएको एउटा सानो यहाँ डकुमेन्ट छ, इङ्ग्लिसको छ। यसलाई मैले अघि फोटो खिचेको थिएँ, यो प्रष्टसँग छैन यहाँनिर, अहिले हेरेर प्रष्ट चाहिँ छ, यो पछाडि आउँछ। मैले यो यसलाई क्लिक गरेँ, हस्, यसलाई क्लिक गरेँ अनि त्यसपछि मैले यसलाई ओपन गरेँ। अब हामीले यहाँ ओपन गर्छौँ, एकछिन वेट गर्नुपर्छ। वेट गरिसके पछाडि यहाँनिर अगाडि स्क्रिनमा अघि मेरो इमेज यहाँनिर देखियो, यो इमेज यहाँनिर देखियो। अब इमेजलाई यहाँ क्लिक गरिसके पछाडि तपाईँहरूको कसैको यहाँ तल साइडमा सेलेक्ट अल भन्ने अप्सन आउँछ। मेरो यहीँ माथि नै आयो सिलेक्ट अल, कहाँनिर आएको छ सिलेक्ट अल गर्नु होला यहाँहरूले।
त्यसपछि सबै सिलेक्ट भयो। अब त्यति गरिसकेपछि यसलाई हामीले कपी गर्छौँ। सिलेक्ट अल गरिसके पछाडि के गर्छौँ, कपी गर्छौँ। कपी गरिसकेपछि म कहाँ जान्छु, अघि हामीले यसलाई चाहिएको ओल्ड फाइलमा जान्छौँ। ओल्ड फाइलमा गइसकेपछि यसलाई मैले कन्ट्रोल भी गरेँ, कन्ट्रोल भी सर्टकट की पेस्ट, कन्ट्रोल भी गरेँ सर्टकट कीमा। यहाँ हेर्नु त, अब अघि जुन गरेको थियो, हामीले जुन गरेका थियौँ त्यो अहिले अब ओल्डमा मैले एडिटेबल भएर आयो, मैले यसलाई एडिट गर्न सक्ने भएँ। यो ओल्डमा आयो। अब यसलाई हामीले राखाइमा त इमेज छ भने तलमाथि पर्छ, अलिअलि बिग्रिन्छ, सामान्य करेक्सन गर्दाखेरि यसलाई हामीले सहज रूपमा प्रयोग गर्न सक्छौँ। एउटा यो हातले लेखेको राइटिङ गरेकोलाई फोटोकै मेरो मोबाइलमा भएकोलाई पहिले म इमेल तान्छु। हामीले आफ्नो मोबाइलबाट खिचेको त्यो फोटोलाई, सामग्रीलाई आफ्नो डिभाइसमा तान्नुपर्छ। भोलि इमेज राम्रोसँग बुझ्ने गरी इमेज चाहिँ खिच्नु पर्यो पहिले। अब म एउटा यहाँ मेल पठाउँछु, 1 मिनट, त्यतिन्जेल तपाईँहरू पनि त्यहाँ गर्दै गर्नु होला। ल, म एउटा मेल पहिले गरिसकेर 1 मिनट समय लाग्छ थोरै। एकछिन यहाँ मेल गर्दैछु म। मेल ओपन गरिसके पछाडि अनि त्यसपछि अगाडि बढ्छु। मोबाइलबाट डाटा केबल लगाएर यहाँहरूले आफ्नो इमेज ओपन गर्दाखेरि पनि हुन्छ। यहाँ इमेज आइसक्यो क्या सायद। यहाँ मैले भर्खरै मोबाइलबाट खिचेर एउटा हालेको इमेज आयो, यसलाई मैले डाउनलोड गरेँ। इमेजलाई यो डाउनलोड भइसक्यो। अब फेरि हामी गुगल सर्चमा गएर अब नेपालीको, इङ्ग्लिसको त भयो, नेपालीको हुन्छ कि हुँदैन भन्ने कुरा हामी यहाँबाट एकचोटि हेर्छौँ। फेरि यहाँनिर गुगल लेन्समै जान्छौँ हामी अहिलेकै ठाउँमा। गुगल लेन्समा गइसकेपछि फेरि अपलोड अ फाइल गर्छौँ। अपलोड अ फाइल गरिसके पछाडि अहिले मैले डाउनलोड गरेको फाइल आफूसँग कहाँ छ, त्यो फाइल आफूलाई थाहा हुनुपर्छ। आफूले बनाएको प्रश्न, क्वेसनहरू, यसलाई मैले ओपन गरेँ। ओपन गरिसके पछाडि यहाँनिर यो सिलेक्ट भयो। यसलाई मैले यहाँ थिचेँ, सिलेक्ट अल भन्ने अप्सन आयो, सिलेक्ट अल गर्छौँ। त्यसपछि फेरि हामी वर्ड फाइलमा जान्छौँ, आफ्नो कहाँ प्रश्न चाहिएको त्यहाँ गएर पेस्ट गर्छौँ, कन्ट्रोल भी। अब यो कता गएर बस्यो, होइन अहिले आयो, कपी भयो नि सर। यसलाई फेरि कपी गर्छु है त म। कपी भएन सर, कपी गरेँ। अब चाहिँ कपी भयो। अब त्यसपछि मैले कन्ट्रोल भी गरेँ, पेस्ट गरेँ, नेपालीमा आयो। स्वास्थ्य सुरक्षा र बच्चा वृद्ध अलिकति थोरै केही गल्ती भएको सानो सानो हामी एडिट गर्न सक्छौँ। यसरी हामीले कति छिटो, हामीले यति टाइप गर्न अलिक समय लाग्थ्यो होला, अझ धेरै पेज प्रश्नहरू हुँदा त झन् गाह्रो हुन्छ। अब यहाँबाट त हामीले टाइप हातले लेखेको कुरालाई यहाँनिर ल्यायौँ। अब पाठ्य पुस्तकमा भएका कुनै अनुच्छेदहरू सर त्यता नि जाउँ होइन सर अलिकति। अलिकति चाहिँ भ्याइन्छ होला, साह्रै त भ्याइँदैन होला। के गरौँ, भोलि गरौँ कि आजै गरौँ? सर भोलि म्याडम, गरौँ त, पाठ्य पुस्तककोबाट एउटा गरेर ल्याउने, एउटा पाठ्य चाहिँ पुस्तकबाट एउटा पनि चाहिँ गरिहालौँ प्यासेजहरू न त ल्याउन। सर, एउटा चाहिँ गरिहालौँ। अनि सर म्याडमहरूले तर यो मोबाइलबाट गर्ने चाहिँ सेभ चाहिँ केमा गर्नु? हजुर, मोबाइलबाट नि त्यही गुगल यहाँसम्म लेन्सबाटै के छ। छ सर मेमोहरूलाई, यहाँसम्म के असहजताहरू, यसमा पहिले छलफल गरौँ न त, अनि भोलि गरौँ न त्यसलाई नभए। रमेश सर, मोबाइलमा गरेकोलाई कपी गरेर तपाईँको आफ्नो मेसेन्जरमा पेस्ट गरे नि भयो, वाट्सएपमा अरू केहीमा पेस्ट गर्दा भएन नि। हो हजुर हजुर, हुन्छ त्यसो त्यो त पछि प्रिन्ट गर्नको लागि सजिलोको लागि चाहिँ केमा राख्दा राम्रो होला? त्यसबाट हजुर। कपी गरेर फेरि उता लानु पर्यो नि। मेसेन्जरमा भएकोलाई त नोटप्याडमा राखेर अथवा केमा राखेर अनि फेरि तान्नु पर्यो। मेलमा हाल्दा सजिलो, अब डेस्कटपमा जान्छ मेलबाट, त्यहाँबाट तपाईँले उता मेलमा गर्नु। हालेर पठाउनु या वाट्सएपहरूबाट गर्नु न। वाट्सएपबाट वाट्सएपबाट गरे नि भयो, मेलबाट गरे पनि हो, मोबाइलबाट पठाए न फोटो, मोबाइलमा फोटो खिच्ने, अनि वाट्सएपहरू केहीबाट त्यो इमेज पठाउनु न, मेल गर्नु, या डाटा, मोबाइल डाटा केबल प्रयोग गरेर आफ्नो कम्प्युटरमा पुर्याउनु न पहिले। टेक्स्टलाई मात्रै तपाईँले कपी, मोबाइलले कपी गरेर सरले भने यसरी वाट्सएपमा कपी पेस्ट गरेर या मेलमा गरेर लग्दा पनि भयो। गर्नु पेस्ट गरेर अनि त्यहाँ गर्दा नि हुने चाहिँ सजिलो चाहिँ। हजुर हजुर हजुर। फेरि उता पछि वाट्सएपहरू गरेर पछि गर्न सकिन्छ नि होइन?
हजुर WhatsApp गरेर लगेर आफ्नो फाइल कहाँ छ त्यो चाहिँ आफूलाई चाहिँ थाहा हुनु पर्यो फेरि त थाहा सर्च पाइसकेपछि गर्ने एडिट चाहिँ बेलामा गर्न फाइल कहाँ सक्छु। छ त्यो थाहा भएन भने चाहिँ गाह्रो हुन्छ। नोटप्याडमा हाल्दा चाहिँ एडिट गर्न सक्यो होइन, उता चाहिँ अब पछि चाहिँ के हुन्छ भन्ने कुरा चाहिँ थाहा हुनु। अस्ति गुगल डक्सको चाहिँ एडिट गर्न अलिक समस्या भइरहेको थियो क्या कम्प्युटरमा हालेपछि, हजुर हजुर त्यो भएर चाहिँ। अब यसो गरौँ होला रमेश सर, अब यसलाई प्र्याक्टिस गर्नुहुन्छ साथीहरूले, अनि हजुर भोलि थप कुरा यसमा थपौँ होला कि के गरौँ? समय 8 बज्नै आँटिहाल्यो। हुन्छ 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 त बुकहरू पनि यहाँ डाउनलोड गरेर नि गर्नुपर्छ, त नि प्र्याक्टिस अँ, गर्नुपर्छ। अलिकति अभ्यास साथसाथै अझै साथीहरूले सकेसम्म चाहिँ सेयर गर्ने गरी आउनुभयो भने चाहिँ अझै क्लियर हुन्छ। जस्तै अघि हाम्रो चन्द्र सरले अब चाहिँ क्लियर भएँ भन्नुभयो, आफै सुरुमा आउँदाखेरि चाहिँ मलाई आएको छैन भन्नुहुन्थ्यो। यो तरिकाले गर्नु रमेश सकिन्छ। सर, वाट्सएप ग्रुप चाहिँ कसले बनाउनु हुन्छ भयो हो? वाट्सएप ग्रुप कसले, रमेश सरले कि कसले बनाउनु भएको छ? रमेश सर होइन सर, अर्कै कसले बनाउनु भएको थियो? हाम्रो भण्डारी सरले बनाउनु भएको थियो क्या? चन्द्र सर कि सुमन भण्डारी सरले बनाउनु भएको छ? अन्त के नम्बर पायो मैले त हुन्छ कि होइन सर, सुमन सरले कसले बनाएको मैले थियो चाहिँ? लाग्छ। होइन। ए सुमन सुरेश सरले होइन कार्की सर? सरले, सुरेश कार्की खड्का सरले सर बनाउनु बोले। भएको छ। सुरेश कार्की सरको नम्बर राखिदिनु त, अरूले साथीहरूले पेस्ट गर्नुहुन्छ नम्बर, अनि सजिलो हुन्छ। सुरेश सर नम्बर राखिदिनु कि, अनि त्यसमा चाहिँ उहाँहरूले टेक्स्ट मेसेज गर्नुहुन्छ आफ्नो नम्बर, अनि त्यसमा उहाँहरूलाई जोइन गर्न सजिलो हुन्छ। सुरेश सरले चाहिँ नम्बर राख्नु भएको छ। त्यो नम्बरमा चाहिँ सरले जो यहीँ लिङ्क हालिदिनु भएको थियो अस्ति कहिले, WhatsAppको ठिकै लिङ्क छ। पनि अब कनेक्ट गर्दा नि हुन्छ। जोइन हुन जो बाँकी हुनुहुन्छ, योबाट चाहिँ नम्बर पनि वाट्सएप ग्रुपमा एड गरिदिनुहोस् भनेको, उहाँलाई टेक्स्ट गर्नु न। अब यो च्याटमा लेखेको कुरा अहिले पेस्ट गर्न सक्नुहुन्छ कि सक्नुहुन्न होइन? च्याटमा उहाँको त्यो नम्बरमा च्याट गरिदिनु भयो भने चाहिँ, टेक्स्ट गरिदिनु भयो भने सजिलो हुन्छ। हुन्छ रमेश सर, अब हामी यिनै कुराहरूलाई 2 दिन जति कन्टिन्यू गर्छौँ अझै। र आजको हुन्छ हुन्छ विषयवस्तुका सर। बारेमा सरले सहजीकरण गर्नुभयो, चन्द्र सरले पनि गर्नुभयो। यसरी नै हामी आफै सेयर गरेर चाहिँ सिक्ने कोसिस गर्छौँ। यो हाम्रो फरक खालको मोडल पनि छ। र अब केही रिभ्यू गरिदिनका लागि म निर्मला म्याडमलाई अनुरोध गर्छु, र त्यस पछाडि निर्मला म्याडमको रिभ्यू पछाडि सुमन भण्डारी सरले आजको क्लासलाई अन्त्य गर्नुहुनेछ। हजुर सर, सर्वप्रथम त सबैमा नमस्कार। हजुर हजुर, हेलो हेलो सर, सुन्नुहुँदैछ? सुनिरहेछ म्याडम, कन्टिन्यू गर्नु। आज कार्यक्रमको छैटौँ दिनको बेलुकाको रिभ्यू गर्ने यो कार्यक्रम आज मैले लिएको थिएँ। यसै गरी आजको म सरसर पढेर सुनाउन चाहन्छु। कार्यक्रम समयमा नै 4 बजे सञ्चालन भएको छ। लक्ष्मी सरले हिजोको प्रतिवेदक लाई प्रतिवेदन प्रस्तुत गर्न लगाउनु भयो। रूपा मिसले रिभ्यू प्रस्तुत गर्नु लाग्दा प्राविधिक कारण प्रस्तुत गर्न सक्नु भएन। आजको कार्यभार बाँडफाँड भयो। आज छैन दिनको हाउस क्याप्टेनमा सुमन सर, भोलिको रिभ्यूमा सुभद्रा पौडेल मिस र मनोरञ्जनमा सन्झा नै जस्तो लाग्छ म्याडमको नाम, सन्झा उराव म्याडम, र भोलिको रिभ्यूमा सुरेश सर बस्नुभयो। कार्यक्रमको पहिलो सत्रमा रमेश सरले घर बेच्ने कुरामा सहभागी साथी